खाजा खानुहुन्छ? खाजा यहीँ बस्नु, म ल्याइदिन्छु है। गाइज फाइनली मैले के किनेँ, एउटा बिस्कुट किनेँ, एउटा चाउचाउ किनेँ, एउटा पानी किनेँ है। ल बाई बाई, ल बाई बाई। देख्नुभयो तिर्खाला जस्तो छ है। पानी खाँदै हुनुहुन्थ्यो, पानी लिएर आइदिनु पर्छ क्या यार। पानी खानुहुन्छ? खाजा खानुहुन्छ? खाजा यहीँ बस्नु, म ल्याइदिन्छु है। यहाँ दोकान रहेछ क्या। गएर आमै बुढो भयो क्या। ज्यान दुख्छ यार। के खान्छ नि त नि। एउटा पानीको बोतल लिइदिनु पऱ्यो अनि चाउचाउ बिस्कुट लिइदिनु पर्ला। अङ्कल दिदी एउटा पानीको बोतल दिनु, एउटा बिस्कुट, एउटा चाउचाउ दिनु न। हजुर यो क्यामेरा लिएर हिँड्नु बाटो बाटोमा हिँड्दाखेरि गाह्रो हुन्छ नि त कहिलेकाहीँ। एक्सिडेन्ट भइहाल्यो भने। सुन्नु न, धेरै चिसो पानी नदिनु, ठिक्कको दिनु। गाइज फाइनली मैले के किनेँ, एउटा बिस्कुट किनेँ, एउटा चाउचाउ किनेँ, एउटा पानी किनेँ है। होइन यहाँ हो, तपाईँसँग होइन। लाउनु कटाउनु पैसा। खुजुरा छैन नि दिदी। यहाँ चाहिँ अब हल्का फुल्का खानेकुरा छ है। खानेकुरा देख्न सक्नुहुन्छ। खासै के छ, चाउचाउ छ, पानी छ, एउटा बिस्कुट छ, अनि अर्को पनि एउटा बिस्कुट छ है। सो नथिङ, ओन्ली 75 रुपिज। ल म त्यहाँ जान्छु अनि हल्का उहाँलाई दिएर अनि म फर्किन्छु। म चाहिँ फेरि यतै जाने हो कि फेरि। यस्तो हेरेको रित्तो बोतलको पानी होइन टकटकाउँदै खाँदै हुनुहुन्थ्यो क्या। मलाई लास्टमा मजा लाग्यो अनि तूने न जाना तेरे जाने से क्या क्या हुआ। यो दाजु पनि यहाँ भिडियोमा आउनुभयो फेरि। सुनेन को म